हेलो एभ्रिवान, आज म र मेरो ग्रुप आज पोखराको इन्फेमस थर्सडे मार्केटमा आएको छौँ। यो चाहिँ महेन्द्रपुलमा सिचुएटेड छ र यो ठाउँ चाहिँ हामीहरू युजली आइरहेका हुन्छौँ, तर आज हामी यहाँ स्पेसली एउटा इभेन्ट म्यानेजरको पिओभीबाट यहाँ हेर्न आएका छौँ र यो कस्तो खालको इभेन्ट हो, यो कसरी इस्टाब्लिस भयो र यो इभेन्ट कसरी अगाडि बढिरहेको छ, हामी त्यो विषयमा छलफल गर्दैछौँ। आउनुहोस् अब एकछिनमा कुरा गर्दैछौँ। हजुरलाई के यो थर्सडे मार्केटमा आफ्नो स्टल गर्दाखेरि केही सुरुमा समस्याहरू आएको थियो? अनि हजुरहरूलाई चाहिँ लोकल अथोरिटीहरू के यो नगरपालिकाहरूबाट केही सहयोगहरू पाउनु भएको छ? त्यस्तो छैन। अनि अरू हजुरलाई चाहिँ यो स्टलको र अरू केही यहाँको मान्छेहरूको केही समस्याहरू छ र थर्सडे मार्केटमा चाहिँ तपाईँहरूको व्यवसाय चाहिँ अरू सुरुमा भन्दा र अहिलेमा भन्दा कतिको डिफ्रेन्ट छ? हजुर यहाँ बिगिनर हजुरले चाहिँ यहाँ के राख्नु भएको छ? हजुर यो कुन कम्युनिटीको कुजिनमा पर्छ? कुन कम्युनिटी बेस्ड? कोदोको ब्याङ्के रेट अनुसारको ठिक छ, टिपिकल होइन, गाउँको भाइबसँग छ। हजुर ठिक छ। अनि म्यानेजमेन्ट कस्तो लाग्यो हजुरलाई? यहाँको अस्तव्यस्त छ कि ठिक छ? ठिक छ, यो ठाउँ अनुसारको ठिक छ। ठाउँ अनुसारको ठिक छ। अरू केही यो ठाउँलाई चाहिँ अझै सुधार्नु पर्ने केही कुराहरू? अब देखिन्छ यहाँ अब यो कृषि पार्टीका कुराहरू भयो, अगाडि पछाडि छन् होइन, भिडभाडहरू त्यो सुधार्नु पर्ने त छ, तर त्यो चाहिँ बिस्तारै होला। धन्यवाद। धन्यवाद। म नौवटा थियो यो हाम्रो नयाँ पोर्सन गरी सबै हाम्रो स्थानीय खानजनालाई थापेर चाहिँ गरेको झन् यसो राम्रो लाग्यो चाहिँ तपाईँहरू आएर पोषण गर्नुपर्छ। अनि मेरोमा यस्तो बाहिरी चिज पनि पाउनु, मोमो चाउमिन पनि खाने मेरो भयो नि तपाईँले हामी ट्राई पनि गर्नु हो। पानी खाने बेला पहिला अझ बच्चा दौडिएर मोमो चाउमिन खान्छ। कोदो खानु भयो, कोदो रोटी अनि हाम्रो यो नेवारी स्थानीय खानेकुराहरू दालहरू सबै छ। यो स्थानीय फुलहरू सबै सब स्थानीय फेरि हामीले तालिम दिएको सबै यो तालिममा सिकेर व्यवसाय गर्नु हामी प्रोत्साहन गर्यो। अहिले भर्खरै उहाँले गऱ्यो एउटा व्यवसाय गर्ने, अनि अब गराउन हालेको क्या व्यवसाय दर्ता गर्नु पऱ्यो। अनि यो मलाई नि यो स्थानीय हामी देश विदेश धेरै ठाउँमा जान्छौँ होइन, स्थानीय वासीहरूले स्थानीय चिजलाई प्रोत्साहन गर्यो भने चाहिँ बाहिर के, तर हामी यहाँ गर्दाखेरि यस्तो होला र भनेर हामी सिक्नु पर्छ कि। अनि हामी यो स्थानीय खानेकुरा खाँदाखेरि आफूलाई तल्लो दर्जाको जस्तो सोच्छौँ कि, तर विदेशतिर आफ्नो चिजहरूलाई आधारमा उच्च दर्जा खानु, तर हाम्रो नेपालीको मेन्टलीहरू चाहिँ मोमो चाउमिन पाएर एकदम ठुलो सम्झिने, तर स्थानीय खानेकुरा खाँदैन खाइदिनु सबै यो भन्ने कुरा लिएर होइन। जस्तै बाह्य फुल भन्दा यो लिएर के हुन्छ, घरमा राख्नु पाइन्छ आफ्नो दिदीबहिनी बनाउने अचारहरू जस्तै अब इन्डियाबाट ल्याएर मार्केट बेचेको हुन्छ जुन ठाउँबाट हामी स्थानीय अचार त हामी हो नि त, त्यो चिज किनिदिने। विदेशतिर ठुलो अवरोधको दिन्छ कि यो भन्दाखेरि हामीले धेरै के गरे जस्तो भनेर सोचेँ कि हामीलाई सोध्ने कुरा सोच्छ हामी, तर म राम्रो काम गर्छु
सो एट द एन्ड हामीहरूले एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि इभेन्ट्स भनेको त्यो ठुलो ठुलो पार्टिज ग्रान्ड इभेन्ट्स ठुलो ठुलो ग्यादरिङ्स मात्र होइन यस्तो सानो सानो कम्युनिटी बेस्ड इभेन्ट्सहरूलाई पनि कन्सिडर गर्नुपर्छ र हामीहरूको रिसर्च अनुसार चाहिँ यो इभेन्टले चाहिँ एउटा सोसल बोन्ड एउटा कम्युनिटी बोन्डलाई पनि प्रमोसन गरिरहेको छ र एउटा कम्युनिटीको एउटा इन्टिग्रल पार्ट पनि हो धेरै धेरै धन्यवाद